हेलो नमस्ते एभ्रियन म चाहिँ अभिषेक वेलकम माइ टु मिनी भ्लग। आज फर्स्ट टाइम बनाउँदैछु। यो चाहिँ हामी धेरैजना साथीहरू मिलेर घुम्न जाँदैछौँ। हामी यो चाहिँ ठुलो घना जङ्गल हो। एकदमै चराचुरुङ्गीहरू जनावरहरू पनि छन् भन्ने चाहिँ सुनेको थिएँ। यो चाहिँ पाइप लाइन हो। हामीले पानी पनि खायौँ। एकदमै चिसो छ। यो चाहिँ लक्की बाँदर। बाँदरको अर्को रूप झरिसक्यो। जङ्गलको बिचमा पुगिसकेका छौँ। त्यसपछि यता सानसानो भाइहरू आइरहेको छ। हामी पाइप लाइन सर्भिसिङ पनि गरिरहेको छौँ होइन। पाइपको मुहान सकिरहेको छ। यता चाहिँ पानीको झरनाहरू पनि आइरहेको छ। यता चाहिँ सेफ्टी ट्याङ्की बनाउने तयारीमा छ होइन। चाहिँ हामी घना जङ्गलको भन्दा पनि एकदमै भित्र जङ्गलमा आइसकेका छौँ। यहाँ चाहिँ विभिन्न किसिमको आवाजहरू सुन्न पाइन्छ। रङ्गी बिरङ्गी यहाँका चराचुरुङ्गीको आवाज एकदमै वन जङ्गलमा। अहिले चाहिँ मूलको सफा पानी एकदमै चिसो चिसोभन्दा पनि एकदमै मिठो स्वादिष्ट छ। यो चाहिँ अमेरिकन भाइ हो। एकदमै सबैभन्दा गोरो राम्रो ब्युटिफुल भाइ हो। अब के गर्ने, अब जुकाले उसलाई एकदमै साह्रै मन पराउने रहेछ। एकदमै यस्तो मिठो माने रहेछ उसको। ब्लड एकदमै धेरै बगिरहेछ। अब यस्तो बेला करिब 4 घन्टापछि हामी डाँडा चढ्न सफल भएका छौँ। यहाँदेखि चाहिँ पोखरा लेखनाथ भ्यू देखिन्छ। फाइनल्ली हामी डाँडा पुगिसकेका छौँ। यो डाँडा माथिको घरहरू हो। अनि यता एउटा ठुलो पिपलको बोट पनि छ। हामी यो डाँडामा पुगिसकेका छौँ। एउटा चाहिँ हामी हावा खाँदै एकदमै यो चाहिँ हामी यो बोटमा पुगिसक्यौँ। कारण हावा खाइरहेको हाइटमा भएको मन्दिर हो। यो मन्दिरको हामीले दर्शन पनि गऱ्यौँ। एकदमै हामी घर फर्कने क्रममा बाटोमा आरू रहेछ। एकदमै यो चाहिँ आरू हो। एकदमै राम्रो खाले, एकदमै स्वादिष्ट एकदमै मिठो। हेर्नु त कति दामी छ। डाँडादेखि रुम पुगिसक्यौँ। यो चाहिँ सेती रिभर।